साथीहरू, हिजो दुर्गा प्रसादजीको घरमा के भएको रहेछ, प्रहरीले के गरे रहेछ, सुनौ है त उहाँकै मुखबाट। घन्टेका छाउराहरू उग्र भए। अहिले यो मलाई थर्काउनलाई यो मेरो गरेको केही मुद्दा नभेटेर अनि घर खानतलासी गर्न। अनि मैले भने तिमीहरूको हातमा हतियार छ कि छैन, अनि मैले मेरो केटाहरूलाई पुलिस जम्मै सर्च गर्न लगाएँ। लागु औषध छ कि छैन, पहिला लागु औषध र हतियार राखेर पनि लान सक्छ नि त। नक्कली मुद्दा उठाएर अन्तर्राष्ट्रिय मानवाधिकार र राष्ट्रिय मानवाधिकार अगाडि लघु वित्त पीडित, सहकारी पीडित, मिटर ब्याज पीडित, घरबार गुमाएर आएका चाहिँ नागरिकहरू आज 18 दिनदेखि खाली खुट्टा आएका मान्छे छन् त्यहाँ। 2 वर्षको दुधे बालकदेखि 84 वर्षकी वृद्ध आमा छिन् त्यहाँ। तिनलाई गर्नुको सट्टामा त्यो दिपा दाल भन्ने छ नि, त्यो पत्रकार बालेनको कहिलेसम्म हुने रहेछ हेरौँला, कहिलेसम्म हुने रहेछ, ठेडे गरेर भने कहिलेसम्म हुने रहेछ हेरौँला है। एउटा कुरो बुझ्नु कि हामी पनि चिन्छौँ। दिपाजीले के गर्नुभएछ भने हाम्रा मान्छेहरूलाई सिंहदरबारमा बोलाएर थुनेर, अस्ति जुन गणेश नेपालीको परिवारलाई थुन्यो नि, 2 दिन 2 रातसम्म सिडियोमा थुनेर मिल्नुपर्छ भनेर गणेश नेपालीलाई गरे जस्तो हाम्रा मान्छेहरूलाई थुनेर होइन, त्यो थुन्दाखेरि अनि हाम्रा मान्छे कसो कसो निस्किएपछि अहिले यो मलाई थर्काउनलाई यो मेरो गरेको केही मुद्दा नभेटेर अनि घर खानतलासी गर्न। अनि मैले भने तिमीहरूको हातमा हतियार छ कि छैन, अनि मैले मेरो केटाहरूलाई पुलिस जम्मै सर्च गर्न लगाएँ। लागु औषध छ कि छैन, पहिला लागु औषध र हतियार राखेर पनि लान सक्छ। सुन्नुभयो नि तपाईँहरूले, भिडियो हेर्नुभयो नि मजाले। हेर्नुहोस्, एकजना दुर्गा प्रसाई जुन मान्छेले सर्वहारा अथवा गरिबको पक्षमा आवाज उठाउँदै गर्दा पटक पुरानो सरकार होइन, यो बालेन सरकारले पनि पटक उहाँलाई चाहिँ हिरासतमा दिने काम गर्यो। र यतिखेर हिजो पनि, यो हिजो भर्खरको कुरो हो, उहाँको घरमा होइन यसरी गएर खानतलासी गरियो। के दुर्गा प्रसाई पनि दोष दोहोरियो? देशद्रोही त होइन, उसको घरमा हतियार छैन, उसले कुनै अपराध गरेको छैन। यसरी बारम्बार यसरी किन गरिरहेको छ? यो बालेन सरकारले आफ्नो पक्षमा, सेना पनि आफ्नै पक्षमा परिचालन गरिरहेको छ, आफ्नो सरकार बचाउनलाई, प्रहरी पनि त्यसरी परिचालन गरिरहेको छ है। अनि यस्ता जहिले सरकारलाई अझ राम्रो भन्ने तिमी झोले घन्टेका खरानीहरू